नेपाल एकीकरणको कथा त हामी सबैले पढेका छौं, सुनेका छौं। तर केही कथाहरू यस्ता हुन्छन् जुन किताबमा होइन, मान्छेको मनमा जीवित रहन्छन्। आज हामी त्यस्तै एउटा कथाको खोजी गर्दैछौं, विशेनगर्सीको कथा। उनी को थिए? के उनी साक्षी राष्ट्रका एक गुमनाम निर्माता थिए त? आउनुहोस्, सँगै पत्ता लगाउँ। यो कथाको सार केवल 3 कुरामा अडेको छ। एकातिर थिए एउटा विशाल सपना बोकेका राजा, अर्कोतिर थियो टुक्रा टुक्रामा छरिएको एउटा देश जसलाई जोड्नु थियो, र यी दुईको बीचमा थिए एक सामान्य मानिस जसको सल्लाहले इतिहासको धार नै बदल्न सक्थ्यो। आजको हाम्रो यात्रा यस्तो रहनेछ। सुरुमा हामी राजा र नगर्सीको कथामा डुब्नेछौं। त्यसपछि त्यो एकीकरणको सल्लाह के थियो भनेर बुझ्नेछौं। अनि अलिक गहिरिएर यो कथा हो कि इतिहास भनेर खोतल्नेछौं, प्रमाणहरू खोज्नेछौं र अन्त्यमा लोकस्मृतिको शक्तिलाई बुझ्ने प्रयास गर्नेछौं। ल, हाम्रो कथाको पहिलो खण्ड सुरु गरौँ। राजा र नगर्ची। राष्ट्र निर्माणको क्रममा भएको त्यो एउटा अविस्मरणीय भेट। अब कल्पना गरौँ त, पृथ्वीनारायण शाह आफ्नो विशाल फौज लिएर पश्चिम नेपालको अभियानमा निस्किएका छन्। बाटोमा सायद पाल्पातिर कतै उनको भेट एक साधारण मानिससँग हुन्छ, विशेनगर्सी। सुनिन्छ विशेनगर्सी न कुनै ठूला भारदार थिए, न सेनापति, एकदमै सामान्य मान्छे। तर उनको बुद्धि र विवेक चाहिँ असाधारण थियो। अनि त्यही भेटबाट सुरु हुन्छ कथाको अर्को अध्याय, एकीकरणको सल्लाह। त्यो रणनीति जसले एउटा सिङ्गो राज्यलाई आकार दियो। भनिन्छ विशेको बुद्धिमत्ता देखेर राजा यति प्रभावित भए कि उनले आफ्नो अभियानबारे नै सल्लाह मागे। सोच्नुहोस् त, एउटा राजाले एक सामान्य नागरिकसँग सल्लाह माग्दैछन्। अनि विशेले के सल्लाह दिए त? सुन्दा अचम्म लाग्ने गरी एकदमै व्यवहारिक र रणनीतिक कुराहरू। उनले 3वटा मुख्य सूत्र दिए। पहिलो, कूटनीति, मतलब सबै ठाउँमा तरबार चलाएर मात्र हुँदैन, कहिलेकाहीँ दिमाग पनि चलाउनुपर्छ। स्थानीय राजनीति बुझ्नुपर्छ। दोस्रो, सैन्य रणनीति, तर कस्तो? त्यहाँको भूगोल, खोलानाला, डाँडाकाँडा चिनेर बनाइएको रणनीति। र तेस्रो, अनि सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, स्थानीय समर्थन। उनले भने जनताको मन नजितिकिन राज्य जितिन्न। कति गहिरो कुरा होइन त? कुरा यतिमा मात्रै सकिँदैन। कथाका केही संस्करणहरूले त अझै रोचक कुरा भन्छन्। भनिन्छ विशेले केवल सल्लाह मात्र दिएनन्, उनले राजालाई आशीर्वाद दिँदै भविष्यवाणी पनि गरे, तिम्रो अभियान सफल हुन्छ। अब यो कुराले त उनलाई एक साधारण सल्लाहकारबाट एक किसिमको द्रष्टा नै बनाइदियो, होइन र? ल, कथा त एकदमै गजबको छ, सुन्दा पनि जोस आउने खालको। तर एकछिन रोकेर सोचौं, के यो कथा साँच्चै भएको थियो त? के यो इतिहास हो कि केवल एउटा मिठो कथा? हो, यहीँनिर हो कुरा अलि जटिल हुने। कथा कि इतिहास? अब हामी तथ्य र लोककथाको धागोलाई बिस्तारै केलाउने प्रयास गर्नेछौँ। किनभने यो कथा जति धेरै मानिसको बोलीमा झुन्डिएको छ, त्यति नै धेरै इतिहासका किताबबाट हराएको छ। इतिहासकारहरूले के भन्छन् भने यो कथा मुख्यतया मौखिक परम्परामा जीवित छ। मतलब किताबमा लेखिएको भन्दा पनि बाउबाजेले छोरा नातिलाई सुनाउँदै आएको कथा हो यो। खास गरी पाल्पा क्षेत्रमा त यो कथालाई एउटा गौरवको रूपमा लिइन्छ कि हाम्रो ठाउँको मान्छेले पनि राष्ट्र बनाउन कत्रो सल्लाह दिएको थियो भनेर। त्यसो भए अब अलि जासुसी पारामा लागौं, प्रमाणको खोजी गरौं। एकातिर छ मान्छेले पुस्तादेखि भन्दै आएको कुरा, अर्कोतिर छ कागजमा लेखिएको इतिहास। ल हेरौं, दुवैलाई तराजुमा राखेर जोग्दा के देखिन्छ? यहाँ हेर्नुहोस् त, दुईतिरको कुरा कस्तो फरक छ। लोककथाले के भन्छ? यो एउटा शक्तिशाली मौखिक परम्परा हो, पालपालीहरूको गौरवको कुरा हो, र यसले सामान्य मान्छेको भूमिका देखाउँछ। र यो कुरा पृथ्वीनारायण शाहले स्थानीय मानिससँग सल्लाह लिन्थे भन्ने कुरासँग मिल्न पनि जान्छ। तर अर्कोतिर ऐतिहासिक दस्तावेज हेर्दा गोर्खा वंशावली जस्तो मुख्य किताबमा विशेनगर्जीको ब पनि छैन, कतै उनको नामो निशान भेटिँदैन। बरु के भेटिन्छ भने पाल्पाका राजा मुकुन्द सेनले सहयोग गरेको कुरा चाहिँ लिखितमै छ। अब के मान्ने? यसले हामीलाई एउटा ठूलो प्रश्नमा ल्याइपुर्याउँछ। आखिर को थिए त विशेनगर्जी? कि उनी साँच्चीकै एक व्यक्ति थिए जसको नाम इतिहास लेख्नेहरूले छुटाए? कि उनी केवल एक प्रतीक थिए, त्यो बेलाको स्थानीय ज्ञान र बुद्धिको प्रतीक? या फेरि उनी ती हजारौं गुमनाम नेपालीहरूको एउटा अनुहार थिए जसले एकीकरणमा चुपचाप सहयोग गरे, तर जसको नाम कसैले लेखेन?
अब हामी अलि फरक कोणबाट हेरौँ। मानिलिउँ यो कथा अक्षरशः सत्य होइन। त्यसो भए के यसको केही महत्त्व नै छैन त? त्यसो होइन। यहाँ आउँछ लोकस्मृतिको महत्त्व। कहिलेकाहीँ कथाको सत्यता तथ्यमा मात्र होइन, त्यसले दिने सन्देशमा लुकेको हुन्छ। यो कथाको सबैभन्दा ठूलो शक्ति नै यही हो। यसले हामीलाई के सम्झाउँछ भने देश बनाउने काम राजा महाराजा र सेनापतिहरूको मात्र होइन। इतिहास केवल दरबारमा लेखिँदैन, त्यो त गाउँ-गाउँका आम मानिसको पसिना र बुद्धिले पनि बन्छ। विश्व नगर्चीको कथाले त्यही गुमनाम योगदानलाई सम्मान दिन्छ। अनि अर्को कुरा, यो कथाले पृथ्वीनारायण शाहलाई पनि हेर्ने हाम्रो दृष्टिकोणलाई फराकिलो बनाउँछ। उनी केवल एक साम्राज्य फैलाउने राजा मात्र होइनन्, बरु एक यस्ता नेता थिए जसले समाजको तल्लो तहको मानिसको ज्ञानलाई पनि कदर गर्थे, उनीहरूको कुरा सुन्थे। यो कथाले उनको छविलाई अझै मानवीय बनाउँछ। विद्वानहरूले यस्ता कथाहरूलाई लोक ऐतिहासिक स्मृति भन्छन्। यो भनेको के हो भने आधिकारिक इतिहास भनेको एउटा ठूलो फ्रेम भएको तस्विर जस्तै हो, तर त्यस तस्विरमा नअटेका धेरै कुराहरू हुन्छन्। हो, त्यही नअटेका तर महत्त्वपूर्ण कुराहरूलाई जीवित राख्ने काम यस्तै कथाहरूले गर्छन्। यी समाजको आफ्नै इतिहास हुन्। त्यसैले विषय नगर्चीको कथाले हामीलाई एउटा गहिरो प्रश्न सोधेर जान्छ। इतिहास आखिर कसले लेख्छ? के त्यो शासकले लेखाएको सरकारी दस्तावेज मात्र हो, वा जनताले आफ्नो मन र स्मृतिमा पुस्ता पुस्तासम्म जीवित राखेको कथा पनि इतिहास हो? सायद साँचो इतिहास यी दुईको बीचमा कतै लुकेको छ। सोच्नुपर्ने कुरा छ।